बलियो पिल्लर निर्माण गर्नको लागि कसरी सही तरिकाले डन्डीहरू गाँस्ने। तपाईले घर निर्माण गर्नुभन्दा पहिला प्लानिङ गरेर अब घर निर्माणको काम सबै सकिसकेपछि ह्यान्डओभरसम्म चाहिँ के कामहरू हुन्छन्, यी सम्पूर्ण कामलाई हामीले 60वटा एपिसोडमा विभाजन गरेर एउटा नयाँ घर निर्माण सिरिज ल्याएको छौँ, जसमध्ये तपाईँ आज हेर्दै हुनुहुन्छ एपिसोड 23। हामीले अब पिल्लर निर्माण गर्नुभन्दा पहिला चाहिँ सही तरिकाले अब त्यहाँ डन्डीहरूलाई काटेर त्यही अनुसार नै त्यहाँ गाँस्नु पर्ने हुन्छ, जसले गर्दा चाहिँ पछि अब त्यो पिल्लरले स्ल्याब त्यस्तै बीमबाट आएको लोडलाई चाहिँ सही तरिकाले फुटिङसम्म ट्रान्सफर गर्न सक्छ। र अब पिल्लरको निर्माण गर्दा चाहिँ विशेष गरी हामीले चाहिँ रेक्टेङ्गुलर अथवा स्क्वायर सेप निर्माण गरिरहेको हुन्छौँ। विशेष गरी अहिले चाहिँ मापदण्ड अनुसार कम्तीमा पनि 14x14 को र अब त्यसै गरी कतै कतै चाहिँ आकर्षक देखाउनको लागि अगाडिपट्टिको चाहिँ सर्कुलर कलम पनि निर्माण गरिएको हुन्छ। र यदि अब त्यसको एरिया एउटै छ भने चाहिँ जुन यो सर्कुलर कलम हुन्छ त्यो चाहिँ बलियो भएको मानिन्छ। र अब यो डन्डी गाँस्ने काम फिल्डमा गर्दा चाहिँ कसरी गरिन्छ र तपाईले आफैले चाहिँ के चेक गर्न सक्नुहुन्छ त। सबैभन्दा पहिला चाहिँ त्यहाँ अब ड्रइङ अनुसारको त्यो डन्डीको साइजहरू प्रयोग गरिएको छ वा छैन। अहिले चाहिँ मापदण्ड अनुसार तपाईले कम्तीमा पनि 8वटा डन्डीहरू प्रयोग गर्नुपर्छ। त्यसमा पनि अब कतै कतै चाहिँ 4वटा 16, 4वटा 12 को प्रयोग गरिएको हुन्छ भने कतै चाहिँ अब 8वटै 16 mm साइजको डन्डी प्रयोग गरिएको हुन सक्छ। त्यसैले अब ड्रइङमा चाहिँ कतिवटा छ, त्यस्तै अब कुन साइजको छ त्यो तपाईले राम्रोसँग हेर्नुपर्छ। र अब त्यसमा फर्मा लगाउँदा चाहिँ जुन त्यो हाम्रो रिबारहरू रड अथवा डन्डीहरू हुन्छन् त्यसले चाहिँ फर्मालाई छोएको हुनु हुँदैन। त्यहाँ चाहिँ हामीले नर्मल्ली 40 mm को कभर ब्लक प्रयोग गरेर कभर राख्नुपर्ने हुन्छ। र अब त्यसै गरी जुन त्यो पिल्लर अथवा कलम हुन्छ त्यसको अलाइनमेन्ट चाहिँ एकदमै भर्टिकल सिधा खालको हुनुपर्छ। यसलाई चाहिँ हामीले प्लम लाइनहरू घन्टी प्रयोग गरेर चेक गर्न सक्छौँ। र त्यसपछि अब जुन त्यहाँ प्रयोग गरिएको सिधा डन्डीहरू हुन्छ त्यसको वरिपरि चाहिँ हामीले रिङ अथवा टाईहरू लगाएको हुन्छौँ। यो चाहिँ प्रपरली स्पेसिङ अनुसार छ वा छैन, ड्रइङमा उल्लेख गरिएको अनुसार छ वा छैन भनेर चेक गर्न सकिन्छ। त्यस्तै अब त्यसको जुन हुक हुन्छ त्यो पनि अब हाम्रो प्रपरली 135 डिग्रीमा चाहिँ बाङ्गिएको हुनुपर्छ। र त्यसै गरी अब यो पिल्लरको जुन डन्डी राख्ने काम हुन्छ यो चाहिँ अब जुन एउटा नर्मल्ली हुन्छ 12 मिटर अथवा 39 फिटको, यो चाहिँ एकैपटक राखिँदैन। यसलाई चाहिँ अब फरक फरक तल्लामा गाँस्दै लगिन्छ र गाँस्दाखेरि चाहिँ विशेष गरी ध्यान दिनुपर्ने हुन्छ। यो गाँस्ने कामलाई चाहिँ स्प्लाइसिङ अथवा ल्यापिङ भनिन्छ र यो ल्यापिङ गर्दा चाहिँ यी विभिन्न मापदण्डहरू पालना गर्नुपर्छ। विशेष गरी अब बलियो पिल्लर निर्माण गर्नको लागि मापदण्ड अनुसार नै हाम्रो यो ल्यापिङ जोन छुट्याइएको हुन्छ। ल्यापिङ जोन भनेको चाहिँ कहाँनिर गाँस्ने, यसलाई चाहिँ अब हामीले जुन यो फ्लोर हुन्छ यसको नजिकै अथवा सिलिङको नजिकै चाहिँ गाँस्नु मिल्दैन। यदि अब हाम्रो पिल्लर चाहिँ यल छ अथवा 3200 mm को छ भने चाहिँ हामीले L/4 L/4 800 mm 800 mm चाहिँ हामीले तल र माथि छोड्नु पर्ने हुन्छ सिलिङ र फ्लोर निरको हाइटमा। र बीचको जुन L/2 छ 1600 mm जुन बीचको स्पेस हुन्छ त्यहाँनिर चाहिँ हामीले गाँस्नु पर्ने हुन्छ। र अब डन्डीहरू गाँस्दा पनि एउटै लेभलमा सबै गाँस्नु मिल्दैन, त्यसलाई चाहिँ केही स्ट्र्यागर अथवा अल्टरनेट पारेर तलमाथि गरेर गाँस्नु पर्ने हुन्छ। र अब एउटा ल्यापिङ जोनमा चाहिँ हामीले बडीमा 50% मात्र, यदि अब 8वटा डन्डी छन् भने चाहिँ एउटा ल्यापिङ जोनमा नर्मल्ली अथवा बुझ्दा एउटा तल्लामा चाहिँ 4वटा मात्र गाँस्न मिल्छ र बाँकी 4वटा माथिल्लो फ्लोरमा गाँस्यो भने चाहिँ त्यो बलियो हुन्छ र सुरक्षित पनि हुन्छ। र त्यसै गरी अब कलममा प्रयोग गरिने जुन यो डन्डीहरू हुन्छ यो चाहिँ हामीले त्यो कलमको जुन साइज छ त्यसको कम्तीमा 0.8% हुनुपर्छ। र अब त्यहाँ प्रयोग गरिएको जुन त्यो रिबार क्वान्टिटी छ त्यो चाहिँ बडीमा हामीले प्र्याक्टिकल्ली चाहिँ 4% लिएको हुन्छ। तर अब यसलाई कतिपय थ्योरिटिकल्ली चाहिँ 6% पनि लिएको हुन्छ। तर नर्मल्ली अब साइटमा काम गर्दा हामीले सबैभन्दा बढी त्यहाँ स्टिलको मात्र प्रयोग गर्न सकिने भनेको चाहिँ जुन एउटा पिल्लरको ओभरअल एरिया छ यसको 4% सम्म मात्र प्रयोग गरिन्छ। र यो थियो हाम्रो नयाँ घर निर्माण सिरिज सम्बन्धी एपिसोड 23। र अब यसपछिको एपिसोडमा चाहिँ तपाईले पिल्लरलाई बलियो हुने गरी कसरी ढलान गर्न सकिन्छ, के कुरामा ध्यान दिने, यस्तो विविध कुराको बारेमा जानकारी लिन सक्नुहुन्छ। त्यसैले तपाईलाई यो पिल्लर ढलान सम्बन्धी केही क्वेसन छ भने तपाईले कमेन्टमा लेख्न सक्नुहुन्छ, त्यसको उत्तर पनि हामीले ल्याउने छौँ। अथवा तपाईले कमेन्टमा ढलान लेख्न सक्नुहुन्छ।